अलिकति हामी हरेक भनिन्छ कि हरेक पर्खाइको बादमा कुनै पनि एउटा राम्रो कुरा राम्रो लाइफमा हुनु जानुभन्दा अगाडि जुन चाहिँ पेसेन्स भनिन्छ इङ्ग्लिसमा र हामी पर्खाइ जुन चाहिँ धैर्य धारण गरेर हामी बसिरहेको छौँ र हाम्रो सर है सरको सरी म नाम त जानिनँ तर पनि उहाँले एकदमै राम्रो हामी माझमा इन्टरटेन र सबैजनाको फेसमा एउटा एकदम हुन्छ नि एउटा मोती जस्तो दाँतहरू चल्केको देख्न पाउँदा एकदमै राम्रो लाग्यो किनभने जबसम्म हाम्रो यो जुन चाहिँ यो मोती जस्तै है डायमन्ड जस्तो दाँत रहन्छ तबसम्म हाँसिरहँदाखेरि चाहिँ हामी सबैलाई राम्रो देख्ने हो र हामी यहाँ सबैजना अघि लाइक हामी चाहिँ एकदम हुन्छ नि एउटा काम गर्नुको लागि आएको जस्तो भइरहेको थियो र सरको एक दुई शब्दले गर्दा धेरैजनाको मुहारमा एकदमै राम्रो ग्लोहरू देखिरहेको थियौँ है र म पनि पहिलोपटक हाम्रो जुन चाहिँ हाम्रो मगर समाजको लागि कुछ गरौँ भनेर अगाडि आइरहेको छु र यस 28मा मलाई विष्णु राणाज्यू त्यसै गरी हाम्रो सावित्री म्यामले धेरै प्रोत्साहन गर्नुभयो कि अगाडि बढ्नुपर्छ र लाग्यो कि यस हामीले पनि कुछ गर्नुपर्छ आउने दिनहरूमा र म पनि कतिवटा भाषा शैली नमिल्न सक्ला र पनि तपाईँहरू माझमा आजको दिनमा एज अ होस्ट है एज अ मास्टर अफ सेरेमनी सुनिरहनु पर्ने कुरा हुन्छ र सुन्ने काम धेरै गाह्रो पनि हुन्छ र हामीले सुन्नु नै पर्ने हुन्छ किन भन्दा हाम्रो चाहिँ दुईवटा कान बनाइदिएको छ एउटा मात्रै मुख र आज चाहिँ मेरो एउटै मात्रै मुख भए पनि धेरै तपाईँहरू माझमा बोलिरहने आज समय पाएँ र यस्तो समयको लागि थ्याङ्क टु एभ्री वान हाम्रो मगर समाजको लागि थ्याङ्क यू कि म आज एज अ मगर कम्युनिटीमा जन्म लिएँ र हजुरहरूसँग यसरी सम्पर्क गर्ने यसरी बातचित गर्ने मौका पाएँ त्यसै गरेर म मेरै बारेमा है अब नआइन्जेलसम्म के गरौँ सबैजनालाई बोरिङ भइरहेको होला बोल्ने त धेरै कुरा हुन्छ र मेरो बारेमा भन्दाखेरि म चाहिँ एउटा अटोमोबाइल इन्जिनियरिङ गरेको हो र अहिले चाहिँ म मतलब जबहरू भन्दा पनि मलाई चाहिँ बिजनेस क्षेत्रमा चाहिँ रुचि भएको कारणले गर्दाखेरि म चाहिँ अहिले एज अ यङ्गेस्ट वुमन एन्टरप्रेनर सिक्किममा काम गरिरहेको छु र किन मैले बिजनेसलाई चुज गरेँ वाइ नट इन्जिनियरिङ गरेर पनि वाइ नट इन जब भन्दाखेरि मलाई चाहिँ एकदम बुढी भइदिएसम्म काम गर्नु छैन आई वान्ट अर्ली रिटायरमेन्ट किनभने जवानी चाहिँ एकखेप मात्रै आउँछ यो जवानीमा चाहिँ सारा दुनियाँ घुम्ने हेर्ने भन्ने सोचले चाहिँ आज मैले बिजनेसलाई चुज गरेँ अनि जुन चाहिँ बिजनेसको कुरा गर्दाखेरि मैले वर्ल्डमा सबैभन्दा रिचेस्ट पर्सन र वर्ल्डमा सबैभन्दा धेरै देश जुन चाहिँ हामीले ग्लोब देख्छौँ नि हाम्रो टेबलतिर त्यो ग्लोबलाई हामी फन घुमाइरहेको हुन्छौँ धेरैजनाले होइन कतिको त त्यति पनि हिम्मत हुँदैन कि फन घुमाउनु र हाम्रो जहाँनिर पनि हाम्रो त्यो फिङ्गर त्यो ग्लोबमा राखिरहेको हुन्छ त्यो ग्लोबमा चाहिँ राखिरहेको बेलामा चाहिँ हरेक मेरो फिङ्गरहरूले टच गर्दा चाहिँ त्यो एरिया चाहिँ आई वेल देयर भन्ने खालको चाहिँ होस् भनेर चाहिँ आई स्टार्टेड बिजनेस अनि नट ओन्ली द्याट हाम्रो मगर कम्युनिटीमा के भन्छ भने मगर त लाटा सोचो हुन्छ कसरी यस्तो बाठी केटी आयो भन्ने कुरा अनि भनिन्छ कि जेनेरेसन चेन्ज होइन जेनेरेसन चेन्ज हुन्छ नि एभ्री जेनेरेसनलाई चेन्ज गर्नुको लागि हामी सबैजना नारी शक्ति भयो हामी सबैजना मेल फिमेल सबैजना मिलेर यसलाई अगाडि बढाउनको लागि चाहिँ हामी सबैजनाले फर्स्ट जेनेरेसनलाई अलिकति हार्डकोर सपोर्ट दिनु पर्यो र त्यसको लागि तपाईँहरू माझमा म पनि आइरहेको छु र तपाईँहरूकोबाट पनि भन्छ नि आदान प्रदान र त्यसै गरेर त्यसको सिक्नुको लागि चाहिँ तपाईँहरूसँग सिक्नेछु धेरै रमाइलो पनि गर्नेछु र त्यसैको लागि आइरहेको छु सो अब हाम्रो प्रोग्राम है मेरो गफ तपाईँहरू माझमा दिनभरि रहनेछ र अगाडि पनि बढ्दै जानेछ र